के हजुरको घर एउटा सम्पत्ति हो? सायद होइन। रिच ड्याड पुअर ड्याडका लेखक रबर्ट कियोसाकीको कुरा मान्ने हो भने धेरैले सोचेको कुरा गलत हुन सक्छ। आज हामी उहाँको धन कमाउने तरिकाबारे गहिरिएर हेर्दैछौँ। एउटा यस्तो तरिका जसले लाखौंलाई मोटिभेट गर्यो तर उत्तिकै आलोचना पनि खेप्यो। के यो साँच्चै वित्तीय ज्ञान हो वा खतरनाक सल्लाह? आउनुहोस् यसको चिरफार गरौँ। कियोसाकीको पूरै फिलोसफीलाई सायद यही एउटा भनाइले समेट्छ। संसारका सबैभन्दा धनी मान्छेहरू नेटवर्क बनाउँछन्, अरू सबैलाई त केवल काम खोज्न सिकाइन्छ। उहाँको लागि नेटवर्क भनेको चिन्जान मात्रै होइन, यो त एउटा सिस्टम हो। आफ्नै बिजनेस, आफ्नै लगानी जसले आफू सुतेको बेला पनि कुपैसा कमाइरहोस्। उहाँ भन्नुहुन्छ, खास धन जागिरमा होइन, यस्तै सिस्टमको मालिक भन्नुमा छ। आजको यो यात्रामा हामी कियोसाकीको दुनियाँमा डुब्नेछौँ। सुरुमा उहाँको वित्तीय दर्शन के हो त्यो बुझ्नेछौँ। त्यसपछि उहाँको चर्चित क्याश फ्लो क्वाड्रेन्टको रहस्य खोल्नेछौँ। धनी बन्ने परम्परागत बाटोहरूलाई उहाँले किन काम नलाग्ने भन्नुहुन्छ त्यो हेर्नेछौँ र उहाँले दिएको समाधान नेटवर्क मार्केटिङको पनि जाँच गर्नेछौँ। अनि पक्कै पनि उहाँमाथिको आलोचना र विवादलाई पनि छोड्ने छैनौँ। र अन्त्यमा उहाँले भनेको 8 लुकेका मूल्यहरू के साँच्चै त्यति मूल्यवान छन् त? आउनुहोस् बुझौँ। कियोसाकीको कथाको सुरुवात हुन्छ एउटा एकदमै सरल तर शक्तिशाली विचारबाट। उहाँका 2 बुबा, एकजना उहाँका आफ्नै खूब पढे लेखेका पुअर ड्याड अनि अर्का उहाँको साथीका बुबा जो 8 कक्षा पनि पास थिएनन्, तर उनी थिए रिच ड्याड। यिनै दुईजनाले पैसाको बारेमा दिएको ठ्याक्कै उल्टो सल्लाहले नै कियोसाकीको सोच्ने तरिका बनाइदियो। यहाँ 2 सोचाइको भिडन्त छ, हेर्नुहोस्। एकातिर थिए पुअर ड्याड जसले भन्नुहुन्थ्यो, बाबु स्कुल जाओ, राम्रो नम्बर ल्याओ अनि एउटा सुरक्षित जागिर खाओ। यो सोचले मान्छेलाई अर्थात् एम्प्लोइ बनाउँछ, जहाँ आफ्नो समय बेचेर पैसा कमाइन्छ। तर अर्कोतिर रिच ड्याडको सल्लाह ठ्याक्कै उल्टो थियो। पैसालाई तेरो लागि काम गर्न लगाओ, आफ्नै बिजनेस र सम्पत्ति बनाओ। यो अर्थात् बिजनेस ओनर बन्ने सोच हो, जहाँ सिस्टमले तपाईको लागि पैसा कमाउँछ। कियोसाकी भन्नुहुन्छ, हाम्रो शिक्षा प्रणालीमा एउटा ठूलो कुरा छुटेको छ। सोच्नुहोस् त, हामीलाई स्कुलमा पढ्न लेख्न सिकाइन्छ, त्यो भयो शैक्षिक शिक्षा। त्यसपछि डाक्टर वकिल बन्न सिकाइन्छ, त्यो भयो व्यावसायिक शिक्षा। तर तेस्रो र सबैभन्दा जरुरी कुरा वित्तीय शिक्षा, मतलब पैसालाई आफ्नो लागि कसरी काम लगाउने त्यो कहिल्यै सिकाइदैन। कियोसाकीका अनुसार यही एउटा कुरा नसिकाएर हो राम्रो पढ्ने र राम्रो जागिर खानेहरू पनि जिन्दगीभर पैसाको लागि सङ्घर्ष गरिरहन्छन्। ल अब कुरा गरौँ कियोसाकीको सबैभन्दा शक्तिशाली हतियारको, जसलाई उनी क्याश फ्लो क्वाड्रन्ट भन्छन्। यो कुनै सिद्धान्त मात्र होइन, यो त एउटा नक्सा हो। एउटा यस्तो नक्सा जसले देखाउँछ कि कोही व्यक्ति आर्थिक रूपमा अहिले कहाँ छ र कहाँ पुग्न सक्छ। यसले पैसा कमाउने तरिकालाई 4 भागमा बाँड्छ। हेर्नुहोस्, यो क्वाड्रेन्टको देब्रेपट्टि छन् यानी एम्प्लोइ र एस यानी सेल्फ इम्प्लोइड। यिनीहरू दुवैले काम गरेपछि मात्र पैसा कमाउँछन्। काम रोकियो, पैसा पनि रोकियो। कर्मचारीले सुरक्षा खोज्छ, स्वरोजगारले स्वतन्त्रता। तर दाहिनेपट्टि छन् यानी बिजनेस ओनर र आई यानी इन्भेस्टर। यिनीहरूको ध्यान पैसा कमाउनमा होइन, पैसाले पैसा कमाउने सिस्टम बनाउनमा हुन्छ। ले सिस्टम बनाउँछ, आईले पैसालाई काममा लगाउँछ। कियोसाकीको मुख्य मन्त्र नै यही हो, देब्रेबाट दाहिनेतिर सर्नुहोस्, जहाँ पैसाको लागि काम गरिँदैन, बरु पैसाले आफ्नो लागि काम गर्छ र वास्तविक आर्थिक स्वतन्त्रता त्यही छ। ल त्यसो भए सबैभन्दा ठूलो प्रश्न त यही उठ्छ, धेरै जसो मानिसहरू भएको देब्रे भागबाट जहाँ समय बेचेर पैसा कमाइन्छ, कसरी दाहिने भागमा जाने जहाँ सम्पत्तिले नै पैसा कमाउँछ? यो करोडौंको सवाल हो र कियोसाकीको फिलोसोफीले यसकै जवाफ दिने दाबी गर्छ। दाहिनेतिर कसरी जाने भनेर बताउनु अघि कियोसाकीले धनी बन्ने बारे हामीले सुनेका 10 प्रचलित तर गलत धारणाहरूलाई भत्काउँछन्। उहाँको विचारमा धनी बन्ने बारे हामीलाई दिएका धेरैजसो सल्लाहहरू या त कामै नलाग्ने छन् या त केही भाग्यमानीहरूका लागि मात्र सम्भव छन्। उहाँले भनेका बाटोहरू यस्ता छन्: पैसाको लागि बिहे गर्नु, बेइमानी गर्नु, लोभी वा कन्जुस बन्नु, यी सबैले खुसी दिँदैन। गलत आम्दानीको लागि मरिमरी काम गर्नु, जहाँ जति गरे पनि उहीको उही। असाधारण ट्यालेन्टेड हुनु वा चिट्ठा पर्नु, यो त भाग्यको कुरा भयो, योजना होइन। सम्पत्ति पैतृक रूपमा पाउनु, त्यो आफ्नो हातमा छैन। अनि लगानी वा शून्यबाट व्यवसाय सुरु गर्नु, यी दुवैमा पैसा, ज्ञान र ठूलो जोखिम चाहिन्छ, जुन धेरै मानिससँग हुँदैन।
कियोसाकी भन्छन् यी कुनै पनि बाटो आम मानिसको लागि भरपर्दो होइन। अनि यी सबै बाटा बन्द भएपछि कियोसाकीले एउटा 11औं बाटो देखाउँछन्। उहाँ यसलाई एक सामान्य मानिसको लागि बी क्वाड्रेन्टमा छिर्ने सबैभन्दा सजिलो र क्रान्तिकारी समाधान मान्छन्, नेटवर्क मार्केटिङ। कियोसाकीको भाषामा नेटवर्क मार्केटिङ भनेको पर्सनल फ्रेन्चाइज जस्तै हो, एउटा पहिले नै सफल भएको सिस्टम जसमा कम लगानीमा छिर्न सकिन्छ। उहाँ यसलाई धन बनाउने एउटा लोकतान्त्रिक तरिका भन्नुहुन्छ, किनकि यसमा सफल हुने एउटै उपाय छ, अरूलाई सफल बनाउन मद्दत गर्नु। आफ्नो टिम जति सफल हुन्छ आफू त्यति नै सफल भइन्छ। यो परम्परागत कर्पोरेट दुनियाँको एकअर्काको खुट्टा तान्ने खेलको ठिक उल्टो हो। स्रोतहरूका अनुसार यो मोडलको सुन्दरता नै यसको सिद्धान्तमा छ। यसले सोध्दैन कि को कहाँबाट आयो, डिग्री के छ वा कस्तो देखिन्छ। यसले त केवल सोध्छ के सिक्ने, बदलिने र अघि बढ्ने इच्छा छ, के सुरुमा आउने हुन्नहरूलाई पचाएर अगाडि बढ्ने हिम्मत छ। यो लगन, दृढता र धैर्यको खेल हो, अरू केही होइन। तर कथाको एउटा पाटो मात्रै हेरेर त भएन। यो आशावादी चित्रको एउटा अँध्यारो पाटो पनि छ। कियोसाकीको दर्शन विवादभन्दा पर छैन। अब अलिकति रियालिटी चेक गरौँ र उहाँमाथि लागेका गम्भीर आरोप र विवादहरूलाई पनि हेरौँ। रियल इस्टेट सल्लाहकार जोन टी रिडको यो भनाइले आलोचना कति कडा छ भन्ने देखाउँछ। उहाँ भन्नुहुन्छ, रिच ड्याड पुअर ड्याड मैले आजसम्म पढेको सबैभन्दा मूर्खतापूर्ण वित्तीय सल्लाह दिने किताब हो। रिडले यतिमा मात्रै रोकिँदैनन्, उनी थप्छन्, यसमा धेरै गलत सल्लाह छ, धेरै खराब सल्लाह छ, केही त खतरनाक सल्लाह पनि छ र राम्रो सल्लाह त लगभग छँदै छैन। करोडौं प्रति बिकेको किताबको लागि यो निकै ठूलो आरोप हो र यसले कियोसाकीको सल्लाहप्रतिको गहिरो अविश्वासलाई प्रष्ट पार्छ। यी आलोचनाहरू हावामा गरिएका होइनन्, यिनका पछाडि तथ्यहरू छन्। सन् 2012मा कियोसाकीको आफ्नै कम्पनी रिस्क ग्लोबल एलएलसी टाट पल्टियो। यो कस्तो विडम्बना, अरूलाई सिकाउने सिद्धान्तले आफैलाई बचाउन सकेन। त्यसअघि अमेरिकाको ओहायो राज्यले उहाँका केही अवैध तरिकाहरू विरुद्ध चेतावनी दिएको थियो। उहाँका सुरुवाती बिजनेसहरू पनि असफल भएका थिए। यी सबै घटनाले उहाँमाथि छिटै धनी बन्ने अव्यावहारिक सपना बेचेको आरोपलाई झनै बलियो बनाउँछ। यति धेरै आलोचना र आफ्नै असफलताहरूको बावजुद कियोसाकी किन नेटवर्क मार्केटिङको यति जोरदार वकालत गर्छन् त? हो, यहाँनिर कथाले एउटा अनौठो मोड लिन्छ। उहाँ भन्नुहुन्छ, कुरो कहिले पैसाको थिएन, कुरो त व्यक्तिगत विकासको थियो। कियोसाकीको तर्क छ कि नेटवर्क मार्केटिङमा लाग्नुको मुख्य कारण पैसा कमाउनु वा सामान बेच्नु होइन, बरु यसले दिने जीवन बदल्ने खालको बिजनेस शिक्षा हो। उहाँको द बिजनेस स्कुल भन्ने किताबको सार नै यही हो। उहाँले दाबी गरेका यी 8 लुकेका मूल्यहरू पैसाभन्दा धेरै परका कुरा हुन्, जस्तै वास्तविक दुनियाँको बिजनेस शिक्षा पाउनु, जहाँ बेच्न, नेतृत्व गर्न र असफलताको डरलाई जित्न सिकिन्छ। कर्मचारीको मानसिकताबाट मालिकको मानसिकतामा सर्नु र एकदमै कम पैसामा एउटा सिस्टम र नेटवर्कको मालिक बन्न पाउनु। कियोसाकीका अनुसार उत्पादन त केवल एउटा बहाना हो, वास्तविक उत्पादन त व्यक्ति आफै हो, जो यो प्रक्रियाबाट एक नयाँ र सक्षम व्यक्ति बन्छ। अन्त्यमा कुरा यही प्रश्नमा आएर अड्किन्छ, के नेटवर्क मार्केटिङ साँच्चै धनी बन्ने बाटो हो वा यो व्यक्तिगत सिप सिकाउने एउटा महँगो स्कुल हो? र यदि खोजेको कुरा पैसा होइन बरु आफैमा परिवर्तन हो भने के यो भिन्नताले साँच्चै केही फरक पार्छ त? यो बहसको मुटु सायद यही प्रश्नमा लुकेको छ।